हजुरहरु सबैजनालाई मेरो आजको नयाँ भिडियोमा स्वागत छ र म सन्चै छु। हजुरहरु पनि सन्चै हुनुहुन्छ होला र के भन्नु लाग्थ्यो भने मैले चाहिँ आज भ्लग गरेर हाल्छु तर खासै भ्युज जाँदैन कि जम्मा 41 42 त्यति जान्छ अनि त्यसपछि पहिला जस्तो जाँदैन। त्यही हो साथीहरु, अहिले चाहिँ राति भइसक्यो, तपाईँहरूले देख्न सक्नुहुन्छ। यतिखेर चाहिँ मैले भ्लग स्टार्ट गरेको। त्यही हो साथीहरु, के गर्नु, अब भ्लग त अलिअलि भए नि हाल्नु पर्यो। त्यही हो साथीहरु, आज चाहिँ हाम्रो घरमा के भन्छ, आज चाहिँ हाम्रो घरमा रोटी पाक्दैछ कति दिनपछि हो, किन भन्दा त अनि मलाई चाहिँ रोटी बनाउन आउँदैन अनि त्यही भएर ऊ आएको सहयोग गर्नको लागि। त्यही हो साथीहरु, त्यही हो साथीहरु। अब चाहिँ म क्यामेरा यता गरेर यतापट्टि फर्किनु म पछि पागली। हे भगवान्, तेरो अनुहार देख्दै हेर्नु मपट्टि फर्किन, तेरो मोबाइल घुमा पगली। यसरी अलिकति यसरी त रात ल देखि त। त्यही हो साथीहरु, अब चाहिँ म कराई बसाल्न लाग्छु। तपाईँ देख्न सक्नुहुन्छ। अब तरकारीको लागि चाहिँ म यहाँ कराई बसाल्न लाग्छु कि आगो तपाईँहरूले देख्न सक्नुहुन्छ। चुलो चाहिँ आधुनिक युगको अर्को चुलो थियो, चोरोहरूले चोरेर लगिहाल्यो। के गर्नु, यस्तै हो, बाहिर छोडेपछि कराई पनि के गर्नु, यस्तै आगोमा भात पकाउनु भइसकेपछि। अब त्यही हो साथीहरु, पहिला त ग्यासमा पकाउँथ्यो, अहिले त आगोमा पकाउँछ। अनि त्यही भएर दाउराहरू यहाँ म चाहिँ जङ्गल जाँदिनँ कि, त्यही भएर दाउराहरू यसरी हालिदिन्छु। आफूले दाउरा खोजेर ल्याउनु पर्दैन, त्यही भएर। यहाँ चाहिँ आलुहरू, टमाटर, हाम्रो धनियाँ बारी मात्रै पाल्यो। यहाँ मुला त सकिसक्यो हाम्रो बारीको। त्यही हो साथीहरु, अब चाहिँ टक्क पारामा चाहिँ रोटी खाने हो नि त हामी भातको सट्टामा। त्यही भएर अहिले चाहिँ हामी तरकारी बनाइरहेको। रोटी चाहिँ तातै खानुपर्छ, त्यही भएर तरकारी पाकिसकेपछि चाहिँ हामी रोटी बन्नेवाला छौँ। अनि त्यहाँ चाहिँ बच्चाहरू खेलिरहेको राति राति। आगो बलेको छैन, साँच्चै आगो बालेको छैन र के गर्नु, यस्तै हो। फेरि बाल्नु नि हुँदैन, फेरि डर छ। त्यसै म बेला जान्छु केटी पठाउँछु। भिन्डी बा यो बी खुबल्ला यो बी। अनि त्यही हो साथीहरु, यो पालिको के भन्छ, ठ्याक्कै यो पालि मेरो बर्थडेमा है, यो पालि अब आउने यो वर्षमा चाहिँ मेरो बर्थडे चाहिँ कति, मेरो बर्थडेको दिन ठ्याक्कै दसैँ टिका पर्या। अब भन्नु न तपाईँहरू साथीहरु, अब म बर्थडेको दिन अब म दसैँ मानौँ कि म मेरो बर्थडे मानौँ, ठ्याक्कै 4 गते। म अहिलेसम्म 4 गते जन्मायो, कार्तिकको 4 गते। तर मेरो अहिलेसम्म खासै त्यो कुकुर तिहारहरू चाहिँ परेर भाइटिकाहरू परेर लक्ष्मी पूजा परेर अनि त्यसपछि यो पालि चाहिँ ठ्याक्कै दसैँको टिका पराइदिन्छ। दाजुहरू कस्तो खुसी लाग्यो। अनि त्यही हो, कार्तिकको 4 गते दसैँ टिका, अनि कार्तिकको 23 हो, कति गते हो भाइटिका साथीहरु यो महिना, यो अब आउने वर्षमा। त्यही हो, हालेको थियो समाचारमा, कस्तो बनाएछ। त्यही हो, हाम्रो चाहिँ आलुको लागि रेडी हुँदैछ। के देखाइहाल्छ सरी ल, मलाई हाल्ने हो। यस्तो टाउकोमा चाहिँ स्नोफल झरे हो। अनि त्यसपछि यहाँ चाहिँ हाम्रो रोटी पाक्दै हो। रोटी चाहिँ यत्रो बनाउनु भएको रहेछ बाबाले, अस्ति मैले ठुल्ठुलो बनाएको थिएँ। यहाँ चाहिँ पाक्दा फुलेको रोटी बेला खानु रोटी त वाह। अघि चाहिँ मलाई गाली गरेको थियो साथीहरु, अहिले चाहिँ डट्ने गरी कहिले चाहिँ पुरै दाउरा हाल्ने हो। यही भित्र हाले नि हुन्छ अहिले। अरे यहाँ चाहिँ मजाले रोटी पाकिरहेको छ। म चाहिँ यस्तो आजभोलि गर्मी नि अलिअलि लागिसक्यो भाइ। हामीले चाहिँ रोटी पकाउनु फर्स्ट टाइम हो। फर्स्ट टाइम हो, त्यही भएर अलिकति आँडे पाँडे टेढो मेढो जस्तो हुन्छ त्यस्तो, डोन्ट माइन्ड। त्यो रोटी पाक्दै हो, मैले तपाईँलाई भनिसकेँ। आगो यहाँ म छु, यस्तो हान्छु अहिले। कसरी हान्छु रे, यस्तो हान्छ अहिले। आफ्नो फेस देखाउन पाउँदैन साथीहरु, के भन्नु। यस्तै हो,
एकछिन आगो निभ्यो कि निभ्यो कि गाली गरे रोटी चाहिँ मस्त त्यो पछाडि डढिसक्यो त्यहाँ केही हुँदैन अलिअलि डढेको खानुपर्छ साथीहरू औषधी डढ्यो होइन भने गर्दा तिमीलाई बगा बनाउन आउँछ हुँदैन के हो त्यो भने ओइ खुयो बुच्ची तर्केन त्यसले गर्दा फुलेन त जसले पनि त्यो भिडियो नफुल्यो नि हुन्छ कि नफुल्यो ये डढाइदिन्छ अनि फुल्दै फुलेन त्यसले गर्दा रोटी फुलेको रोटीले फुल्छ फुल्दै राख्यो यहाँ पुस्ने कुरा भएन क्या फु गर न फु गर कति भन्नु मैले कराइले टेढो गरेछ के यहाँ देखेन यहाँ चाहिँ मेरो तपाईँले देखाउनु सक्छ यहाँ चाहिँ मेरो डढ्यो यता देख कमेरा भित्रबाट मोबाइल ल्याइदेऊ न प्लिज यहाँ चाहिँ हाम्रो मोबाइल ओसार पसार गर्ने कार्यक्रम भएको छ रोटी भित्र चाहिँ बनाउने मान्छे पनि छ कहाँ मेरो मोबाइल ल्याइदेऊ त कनाले हेर्दा कहाँ उता बाल्रा यता भित्र ठुस न के अरे मलाई लोड गर्नु यो मेरो मोबाइल ल्याइदेऊ त बत्ती बाल्न झन्डै अहिले 1 मिनट आँखा झिमिक्क रोटी डढ्या हल्का डढेछ यो त यस्तो हो प्लेट हटा त यसो छोडिदिनु कति धुवाले खाइदियो राखा एकछिन उठो न त हो है के हातले हात मेरो आँखाबाट धुवा हो आँखा रातो पार्दै थिएँ गाह्रो छ यार मलाई कहिले आगो फुक भन्छ कहिले निकाल भन्छ यहाँ हाम्रो रोटी ल्याउने त्यतिकै यतापट्टि खाइदियो कि यताबाट उताबाट यता उसमा रुइसक्यो आलुको पालो गर्न आउनुभयो कहिले खेल्न जान्छ हौ खराब भइसक्यो कति हजारको म्याच हो 1000 को पैसाको 20 को क्या त्यसपछि भाउ बढ्दै जान्छ यहाँ चाहिँ रोटी फुलिरहेको छ अर्को पनि बम पाउडर त्यसरी फुलिरहेछ है आहा सेम तिमी जस्तै मोटो छ है आफू मोटो भएको चाहिँ देख्ने होइन होइन तिमी 50 किलो छौ भएर के भयो त आफू 51 किलो छ एकछिनमा 60 नै भन्छ प्लिज यो पनि अब बम पाउडर जस्तो गरी फुलिरहेको छ जस्तो मान्छे त्यस्तै रोटी अहिले मेरो बिल्ला हुन्छ आफै फुल्छ अनि यस्तै फुल्ने रोटी चाहियो भने रिसाएन नि एउटा यसो फुल्ने रोटी पनि चाहियो नफुल्ने रोटी के काम त्यतिकै पल्टिरहेको समोसा जस्तै पुरी जस्तो पल्टिरहे रोटीहरू त एक से एक गरी रुसमा जस्तै फुलिरहेको छ मक्कै हेर्नु न आफू जस्तै मोटो रोटी फुल्यो भनेर अघि त्यो रिसाएर थिएँ होइन मैले एकचोटि बनाएको त्यसो नभन्नु मैले पकाएको भन्नु रोटी अब चाहिँ दुईवटा कुकिङ ल्यान्डहरू एउटा हाम्रो फादर यहाँ अर्को यो मान्छे कराईमा रोटी पाउनै पाउँदैन हुजुर वानलाई उज तपाईँको के त्यो अर्को त्यो हामीले अस्ति मगाइ पर्दैन नि त्यसले चाहिँ राम्रो हुन्छ कोही करन एउटा दिन्छ म त्यो गर्छु रोटी फुलिरहेको छ प्यान प्यान होइन ताई भन्छ त्यसलाई भोलि त बिदा होला नि कन्ट्युसन आरामले सुत्ने राम्रो पाउँदैन तातो है बुझ्नु हुन्छ धेरै क्रमले उल्टो काम गरेको त्यो नाङ्लोले बिहे गर्छ
लाइटर लिएर लग्ने लाइटर त्यो त्यो बाबा किसिआयो उनीहरूलाई आगो बाल्ने करन त्यो उत्रे ओभर चिसो भएर नि त्यो आगो नै बढ्दैन नेपालीमा 2024 को शताब्दीको आधुनिक मान्छे शताब्दी सबैले राष्ट्र दिनमा त्यो पखालेर त राख नाममा लु लु खाँदै जाऊ अब तिमी त्यो बाहिर नि हाल्छ तातो है बाई कसरी लाग्यो खाना रोटी पकाएर तामीलाई कसरी लाग्यो ठिकै आफू जस्तो रोटी फुलेको थियो कस्तो खुसीले रोटी खान जाँदैछौँ हाम्रो फ्यामिली मिलेर हामी चाहिँ रोटी खाँदैछौँ हाम्रो बाउ यहाँ हुनुहुन्छ यहाँ बहिनी यहाँ भाइ यहाँ अनि यहाँ म साथीहरु खाए ल तपाईँले खाएन भनिदिनु ल खाएर करणले नि खाएन भन न छिटो छिटो खाएर भन्दै छिटो न करण है दसैँ म खानु छिटो वा कको त आमा पनि निक्लेन ल तिमी भन्दैौ न त खाइसक्यो खुसी खुसी म जान्छु म नि अब खाए ल खाएन